नमस्ते, मेरो नाम सुषमा घिमिरे। म चाहिँ जितपुरमा बस्छु अनि म चाहिँ नर्थ स्टार स्कुलमा पढाउँछु। आई हेभ बिन टिचिङ इन दिस स्कुल फर लाइक 4 years अनि यिनलाई चाहिँ मैले कसरी चिने भन्दाखेरि चाहिँ सिन्स आई बिलोङ टु दिस प्लेस हैन। म सानो बेलादेखि नै म यहीँ नै पढेको, यहीँ नै हुर्केको। अनि म स्कुल पढ्दादेखि नै चाहिँ विन भन्ने एउटा संस्था थियो जसले चाहिँ स्कुलमा आएर कति धेरै प्रोग्राम्सहरू गर्ने अनि स्टुडेन्ट्सहरूलाई पनि इन्गेज गराउने यस्तो प्रोग्रामहरू भइरहेको थियो। अनि मैले स्कुलदेखि नै चिनेको हो कि सानो बेलादेखि नै अब स्कुलमा मेम्बर्सहरू बनाउने जस्ता डिफ्रेन्ट एक्टिभिटिजहरू भइरहेको थियो। अनि मैले धेरै पहिलादेखि चिनेको अनि अहिले चाहिँ एज अ टिचर पनि अब यस्तो ट्रेनिङ सेसन्सहरू चाहिँ मैले पार्टिसिपेट भइरहेको छु नि त। सो पहिलादेखि नै सो धेरै भयो भीमलाई चिनेको, बुझेको के भन्ने। यो भिनले चाहिँ हामीलाई यो जुन अपर्च्युनिटी दिनुभएको छ नि, यो 2 दिनको टिचर्स ट्रेनिङ चाहिँ मैले चाहिँ पर्सनली एकदमै इफेक्टिभ माने। किन भन्दाखेरि चाहिँ यो 2 दिनको यो छोटो टाइममा पनि हामीले चाहिँ कति धेरै स्किल्सहरूदेखि लिएर क्लासरुम म्यानेजमेन्ट धेरै कुराहरू चाहिँ हामीले सिक्ने मौका पायौँ, जुन चाहिँ हामीले कतिपय त हामीले युज पनि गर्थ्यौँ स्कुलमा भने, कति चाहिँ हाम्रो लागि कम्प्लिटली नयाँ थियो, जुन चाहिँ एकदमै युजफुल रहेछ भन्ने हामीले बुझ्यौँ कि जुन वे चाहिँ हामीले युज गऱ्यौँ भने चाहिँ हाम्रो स्टुडेन्ट्सहरूले चाहिँ अझ सजिलोसँग चाहिँ त्यो लेसन्सहरू बुझ्ने रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। सो ओभरअल भन्नुपर्दा चाहिँ यो चाहिँ एकदमै युजफुल फ्रुटफुल थियो भनौँ न। त्यो स्किल्स हामीले युज गर्न सक्यो भने चाहिँ टिचरलाई प्लस स्टुडेन्ट्स दुवैजनालाई चाहिँ एकदमै सजिलो हुनेवाला छ फ्युचरमा भन्ने चाहिँ मलाई लाग्यो। भिनलाई सल्लाह भन्न पर्दाखेरि चाहिँ अहिलेसम्म त राम्रै काम गरिराख्नु भएको छ, एकदमै राम्रो छ सबैको लागि। अब फ्युचरमा पनि यस्तै खालको प्रोग्राम्सहरू आइरहोस्, सेसन्स ट्रेनिङ्सहरू चाहिँ भइरहोस्। अझ स्कुलमा गएर पनि यस्तो जति यहाँ आउन सक्नुभएको छैन त्यति टिचर्सहरूलाई पनि इन्भल्भ गराएर अरू पनि फर्दर हुन्छ नि ट्रेनिङहरूदेखि लिएर यस्तो प्रोग्रामहरू चाहिँ आइरहोस्। हामीलाई पनि यस्तो अपर्च्युनिटिजहरू मिलिरहेकोस्, आफूले चाहिँ नयाँ कुराहरू सिक्ने यो चान्स पाओस्, त्यही नै हो। थ्याङ्क यू सो मच फर द अपर्च्युनिटी।